फ्रेन्ड्स, स्वागत छ तपाईहरुलाई मेरो नयाँ ब्लगमा र आज हामी तपाईहरुलाई लैजाने छौं गोर्खा जिल्लामा रहेको मनसले बेस क्याम्प साथसाथै लर्केला पासतिर। सो आउनु सुरु गरौँ। सुरुमा हामी छौं अहिले पोखरामा छौं। पोखरामा चाहिँ हामी जाने बेला एकदमै ठूलो पानी परिरहेको थियो। अब त्यस्तो मनसुन पनि सकिएको थिएन, त्यही भएर पानी परिरहेको थियो अनि हामीले चाहिँ सोचिरहेको थियौं खतरा खतरा हिरो फोटो खिच्छौं, सोशल मिडियामा हाल्छौं, भाइरल हुन्छ भन्ने। तर पानी परेर चाहिँ अब त्यहाँ त्यसैले जादु भनेर हिँड्न परिरहेको थियो अनि मनसुन सक्न सकिएको कारण अब बर्षात भइरहेको थियो अनि के भन्छ त्यो खोला नालाहरू पनि एकदमै दामी अनि हरियाली थियो। बाटोमा धेरै फुटेजहरु त खिचेन। यो चाहिँ अब माछी खोलामा पहिलो दिनको इन्डिङमा है, त्यहाँ बसेर टक्क लाएर कुन गिलास भए पनि अब लोकल खाइयो हामीले। त्यसपछि भोलिपल्ट माछी खोलादेखि तातो पानीसम्म अब बाटो बिग्रेको भएर गाडी चाहिँ नहिँड्ने, त्यसकारण हामी चाहिँ बाइकमा पठाउ गरेर माछी खोलादेखि तातो पानीसम्म जाने भनेर बाइक मगायौं। तर बाटो चाहिँ एकदमै अप्ठ्यारो थियो, बिग्रेको थियो, त्यही भएर पठाउ चलाउने दाइले पनि बाइक एकदमै त्यो पुलबाट क्रस गर्न स्ट्रगल गरिराख्नु भएको थियो। यतिकैमा अर्को दुईटा बाइक लिएर गएको थियो हामीले। त्यो अर्को दाइ आएर उहाँले निकालिदिनु भयो। त्यसपछि दुईजनाले गएपछि बल्ल बाइक निस्केर त्यहाँबाट सही निस्क्यो। अब हामी पनि हेल्प गर्न सक्थ्यौं तर के गर्नु, अब अपना काम बनता बादमा जाए जनता भन्दा हामी चाहिँ भिडियो खेच्दै टक्क बसिरह्यौं। तर गोर्खा जिल्लामा चाहिँ यो झरना खोला नालाहरू चाहिँ एकदमै धेरै रहेछ। यो चाहिँ ठ्याक्क तातो पानी सकिएपछिको ठुलो झरना हो। यहाँ चाहिँ अब बाटैसम्म झरना आउँछ, हिँड्दा पनि एकदम भिजाउने, मान्छे रुजाउने एकदमै ठुलो झरना छ। त्यही माथि मनसुन सिजन, त्यसले गर्दा झनै ठुलो भएर बाटोको पनि आधा बाटोसम्म पनि आउने भएर फेरि त्यहाँ पनि हामी जादु बनेर हिँड्न पर्यो। जादु मात्र बनेर त हिँडेर त ठिकै थियो, तर जुत्ता सुत्ता खोलेर सबै त्यसरी हिँड्न परिरहेको थियो। अनि यही हेर्न आएको त हो भनेर हामी चाहिँ एकदमै त्यहाँ टाइम चाहिँ एकदम स्पेन्ड गर्यौं त्यो झरनाको फुटेजहरु खिच्नमा, त्यही झरनासँग इन्जोय गर्नमा, त्यो नेचरलाई इन्जोय गर्नमा धेरैभन्दा धेरै टाइम स्पेन्ड गर्यौं। र साथीले त झन् मोबाइलको वास्तै नगरिकन मोबाइलले भिडियो खिचेर हिँडिरहेको थियो। पानीले भिजोस् मतलबै भएन भन्दै खिचिरहेको थियो जादु भनेर। तर उसको मोबाइल पनि अलिकति लेटेस्ट टेक्नोलोजीको भएर पनि उसलाई चाहिँ त्यस्तो प्रब्लम पनि आएन। झरना चाहिँ एकदमै राम्रो छ, एकदमै ठुलो छ। अब इभन त्यो मनाङको अक्टोपस झरनाहरू त्यो भन्दा पनि मलाई चाहिँ अझै राम्रो लाग्यो, किनभने माथि पनि झरना छ, त्यहाँदेखि बाटोदेखि तल पनि झरना खस्ने टाइपको ठाउँ छ। अब झरना पनि एकदमै फैलिएको, उतापट्टि मात्र हैन यतापट्टि पनि छ। अनि साथीले चाहिँ मेरो मोबाइल त यार पानी भित्ता नि केही हुँदैन त्यो यार भन्दै देखाउँदैछ है साथीले चाहिँ। बाटो बिग्रेको भएर गाडी चाहिँ अब खासमा जग्गासम्म जान्थ्यो, तर बिग्रेको भएर योपालि चाहिँ माछी खोलासम्म मात्रै, सोती खोलाबाट फेरि माछी खोलाको छुट्टै बाटो, त्यो धेरै गाडीहरू चेन्ज गरेर जानु पर्ने थियो। अहिले मैले भनेको थिएँ माथि मात्र हैन तल पनि झरना छ भन्ने देख्न सक्नुहुन्छ। बाटोदेखि तल पनि एकदमै सुन्दर झरना देखिरहेको छ है। सायद हरियाली छ, त्यसमाथि टक्क तल खोला, माथि झरना, मनै हरर बनाउने टाइपको। एउटा खोला सकिए छैन फेरि अर्को खोला आउँछ, एउटा झरना सकिए छैन फेरि अर्को झरना आउँछ। यो रुटमा चाहिँ एकदमै धेरै खोला झरनाहरू छ, माथि पनि झरना तल पनि झरना। त्यही भएर अब त्यस्तो बोरिङ हुने टाइपको चाहिँ कतै गएर पनि तपाईँ बोरिङ हुनुहुन्न है। यो रुटमा चाहिँ देख्न सक्नुहुन्छ माथि टपमा पनि झरना छ। अनि त्यसपछि फेरि खोलाको तिरैतिर भएर जाँदा चाहिँ एउटा दामी गाउँ पुलपालीको कस्तो मजाको गाउँ देखिरहेको थियो। त्यसलाई टक्क लाएर ओहो भनेर खिचिदिइहालेँ मैले। अनि यो भ्लग चाहिँ एकदमै र भ्लग छ, सबै फुटेजहरू बिना एडिटको। अनि भोइस ओभर पनि वान टाइम भोइस ओभर भएको भएर चाहिँ धेरै मिस्टेकहरू हुन्छ होला है, त्यसको लागि चाहिँ सरी। अनि यो भिड चाहिँ खतरा भिड छ, हेर्दैमा डरै लाग्ने टाइपको भिड छ। त्यो साथी चाहिँ त्यहीमा हिँडिरहेको छ, तर टाढाबाट हेर्दा डर लाग्ने देखिए पनि नजिकबाट हेर्दा चाहिँ एकदमै मजाले आइरहेको थियो हामीलाई। अघि त्यस्तो पानी भिज्दै आएको, अहिले चाहिँ गर्नुभएको छ। अनि म चाहिँ एनसीको बाउ भन्दै यसरी सेल्फी भिडियो पनि खिच्दिउँ न त भनेर खिचिरहेको छु। म चाहिँ एकदमै क्यामेरा साई मान्छे हो, तर त्यही पनि खिच्दिउँ न त के छ र भनेर खिचिदिइहालेँ होइन।
अब यो बाहेक अरू चाहिँ खासै मेरो भिडियो चाहिँ देख्न सक्नुहुन्न। म चाहिँ पछाडिबाट बरु क्यामेराम्यानमा है भनेर सबै अरूको साथीको मात्रै खिचिदिएर हिँडिरहेको छु, किनभने म अघि नै भनिसकेँ म एकदमै क्यामेरा साई मान्छे हो। अब यहाँ चाहिँ एकदमै डर लाग्ने भिड थियो, त्यसमाथिबाट उताबाट हेर्नु भने फेरि भ्यू फेरि वाउटाको भ्यू छ है। खोला नाला त भन्नै परेन, अहिले भनिरहेको छु मैले, यो रुटमा चाहिँ खोला नाला झर्नाहरू त कति हो तपाईँहरू फोटो भिडियो खिचेर सक्नुहुन्न। अनि यो ब्याकग्राउन्डमा भएको चाहिँ अहिले एकदमै भाइरल ब्रिज हो त्यो, तर खासै रुट अहिले हिँड्ने बाटो मोटर बाटो यताको पारी साइडबाट भयो, त्यो बाटो चाहिँ खासै मान्छेहरू चाहिँ युज गर्दैन, इभन विदेशी टुरिस्टहरू मात्रै जान्छ त्यो बाटो। हामी नेपालीहरू चाहिँ अब अल्छी छौँ, त्यही भएर यो बाटो आइयो। फेरि अर्को झर्ना, साथीले त पुरा योपालि चाहिँ बिना जादुबाट टक्क भिडियो खिच्छु भनेको, पानीले भिजायो भने भिजायो सेली अन्त भाग्दै भिडियो खिच्दै आइरहेको छ साथीले चाहिँ। अब यो पनि अर्को झर्ना भयो, त्यो पनि बाटोमै, अघिको जस्तो बाटो नथियो, यो पनि बाटोमै झर्ना भयो। अब झर्नाको त कति हो गनेर साध्य छैन। अनि फाइनली हामी हिँड्दै अब जगत आइपुग्यो। जगत आएर चाहिँ अब भोक पनि लागिरहेको थियो, अब खाना पनि खाइदिउँ यार साथी भनेर टक्क लगाएर खाना खाने भनेर एउटा होटलमा हामीले उताबाट फोन गरेर चाहिँ भनेका थियौँ। त्यो त्यहाँ पुग्दा चाहिँ खाना चाहिँ अलिकति रेडी नभएर चाहिँ यो चाहिँ जगत भन्ने भयो। जगत पनि एकदमै राम्रो ठाउँ छ, बस्न खानलाई मजाको ठाउँ, माइन्ड रिफ्रेस गर्नलाई पनि एकदमै दामी ठाउँ छ। गाउँ चाहिँ सानो टिपिकको छ, तर त्यहाँ पनि एउटा स्कुल पनि रहेछ है। त्यो स्कुलमा हामी एकछिन रमाइलो गरेर हामीले चाहिँ यो होटलमा चाहिँ खाना भनेका थियौँ। स्कुलमा टक्क गरेर चाहिँ यो केटाकेटीको जुन हामी गेम खेल्थ्यौँ त्यो चाहिँ एकदमै याद आउने टाइपको भइरहेको थियो। त्यहाँ हामी बच्चासँग यस्तै गेमहरू खेलिरहेको थियौँ। त्यो आजकलको बच्चाहरू चाहिँ खासै खेलेको पाइँदैन, किनभने अहिले मोबाइल, सबै मोबाइलमा गेम खेल्ने, मोबाइलतिर ध्यान भएको भएर यस्तो यस्तो मोमेन्टहरू चाहिँ हामीले एकदमै मिस गरिरहेको हुन्छौँ। तर यो स्कुलमा चाहिँ अझै पनि त्यस्तै गेमहरू खेलिरहेको थियो, त्यो देख्दा चाहिँ एकदमै बाल्यकालको याद आइरहेको थियो मलाई पनि। त्यही भएर त्यो फुटेज खिचिराखेँ मैले। हेर्नुहोस् न कति रमाइलो खेलिरहेको छन् बच्चाहरू। अब फेरि झर्ना भन्दा अर्को झन् ठुलो दुईवटा झर्ना, यस्तो मिठो झर्ना देखियो, त्यो पनि बाटोमै। अब त्यो जगतमा खाना खानु बित्तिकै, जगत कट्नु बित्तिकै झर्ना यो चाहिँ। अब जगत कटेको अब 5-10 मिनटमा यस्तो मजाको झर्ना हुन्छ। अब नेचर इन्जोय गर्नु भनेर आएको हामी, जता पनि यस्तो राम्रो नेचरले यति राम्रो सरप्राइज गिफ्टहरू दिइरहेको छ हामीलाई। भुलिने बाटोमा भुलिने ठाउँ कति हो त्यसले गर्दा पनि हामीलाई एकदमै टाइम लाग्यो। अब झन् यस्तो राम्रो झर्ना, त्यही माथि पुलबाटै भिडियो खिच्न मिल्ने टाइपको छ यो झर्ना चाहिँ। तल रोड बाटो हो, तर माथिल्लो बाटोबाट चाहिँ पुल बाटो छ, तल रोड बाटो चाहिँ अलि ठुलो खोला भएर हिँड्न नसकेर हामी उपल्लो बाटो आयो, त्यहाँबाट फुटेजहरू खिच्यौँ। अब यो फेरि अर्को झर्ना भयो, त्यो बाटैबाट देखिने झर्ना हो। अब झर्नाको फुटेजहरू फेरि अर्को झर्ना, एउटा झर्नाको फुटेज सकिन भएको छैन, अर्को झर्ना देख्छ, अर्को झर्नाको फुटेज देखिन भएको छैन, अर्को झर्ना देख्छ। यो गोर्खा जिल्लामा जति झर्ना चाहिँ मैले सायद कमै देखेँ होला अन्त ठाउँमा। यस्तो दामी दामी झर्नाहरू रहेछ यो मनसलु ट्रेकको रुटमा। अब हामी उता लर्के पास साइड गयो, उता चुन भ्याली साइडतिर चाहिँ कतिको झर्ना छ त्यो चाहिँ थाहा भएन। चुन भ्याली चाहिँ म गएको छैन। यो चाहिँ अब पारिपट्टिबाट चाहिँ बाटो बन्दैछ अझै पनि, मोटर बाटोहरू। यस्तो अप्ठ्यारो ठाउँमा अब महिलाहरूले काम गरिराख्नु भएको थियो। अब यो चाहिँ अर्को झर्ना भइहाल्यो फेरि। अब साँझ परिरहेको थियो, त्यही भएर फुटेज चाहिँ अलिक क्लियर आएन यो झर्नाको। अब त्यसपछि हामी हिँड्दै गएर त्यो पानीले भिज्दै हिँड्दै गइरहेको थियो। खोला पनि यही खोलालाई पछ्याउँदै आइरहेको छौँ हामीले। फेरि भन्न पाएको छैन, अर्को झर्ना देखिहाल्यो बाटैमा। एक दिनको चाहिँ मैले त्यो निम्रुङमा बसेको चाहिँ मैलेसँग फुटेज खासै छैन, त्यही भएर त्यो चाहिँ मैले हालेन है त। अनि त्यहाँबाट हेर्दै यस्तो मजा लाउने हामी, फेरि त्यहाँबाट इन्जोय गर्दै झर्ना हेर्दै चाउचाउ खाँदै बसिरह्यौँ। कस्तो नेचरलाई इन्जोय गर्ने जति हेऱ्यो भने अब आँखालाई नपुग्ने टाइपको थियो। अब डे बाई डे गरेर चाहिँ मैले यो ब्लगमा केही पनि हालेको छैन, किनभने त्यो फुटेजहरू एकदमै मिसिङ छ। मैले अर्को भर्टिकल लाइन भन्दा नि भर्टिकल लाइनमा भिडियो खिचिरहेको थिएँ। अब यो फेरि अब जादु भन्नै पर्यो, फेरि पानी परिहाल्छ, जादु बन्नै पर्छ। के गर्नु साथीहरू, मनसुन सिजनमा ट्रेकिङ गरेको, पानी परिहाल्छ। खतरा फोटो भिडियो खिचेर हिरो भएर ढक्क लाएर हाल्छु भन्यो, यस्तै हुन्छ। अब यो नेमरुङमा बसेपछि चाहिँ हामी निस्किँदा टक्क
टक्क घरमा यस्तो मजाको परिरहेको थियो। त्यहाँबाट निम्रुङबाट हिँडेपछि फेरि एउटा सानो खोला आयो। सानो खोलामा आएर त्यहीमा हामी चाहिँ स्याउ लिएर आएको थियो। स्याउलाई पखालेर धोएर टक्क त्यहाँ एकछिन भने स्याउको ब्रेक लियो। अनि त्यही खाने बस्दा चाहिँ मैले फेरि टक्क एउटा सेल्फी भिडियो खिचेँ। अनुहार चोर जस्तो भए पनि तिम्रो मन जित्न सकिनँ भन्दै मैले टक्क टिकटकमा हाल्छु भनेर एउटा यस्तो चोर जस्तो अनुहार लिएर सेल्फी भिडियो खिचेँ। अब टिकटकमा पनि हालिदिएको छु है, तपाईँले टिकटकमा पनि चेक गर्न सक्नुहुन्छ। अब यो चाहिँ हामी यो के गाउँ पनि बिर्सेको, लो गाउँ हो क्या सायद। त्यहाँ पुग्यो, त्यहाँ चाहिँ बालबच्चाहरू टक्क खेलिरहेको थियो। उनीहरू हेर्दै माया लाग्ने कस्तो क्युटी पाइहरू थियो क्या बालबच्चाहरू पनि। उनीहरू चाहिँ टक्क खेलिरहेको थियो। त्यसलाई मैले देखेपछि कस्तो क्युट लागेर मैले भिडियो खिचिहालेँ। यस्तो मजाको हेर्दै त्यो हिमालतिर बसेको बच्चाहरू कस्तो हेर्दै क्युट हुने क्या होइन साथीहरू। यहाँ अलिकति हिलो बाटो पनि भइरहेको थियो किनभने मनसुन हो नि त। त्यसपछि हिँड्दा चाहिँ फेरि अर्को सानो खोला थियो, त्यसमा घट्टे खोला पनि रहेछ। अब जता हेर खोला नाला त जता हेर त्यतै छ। अब यो चाहिँ डाइरेक्ट हामी माथि स्याला ठाउँको नामहरू चाहिँ मैले बिर्सिसकेँ है। स्यालै कहाँ पुगेपछि गएँ। अब बाटोमा त्यस्तो धेरै फुटेजहरू खिचिएन। अब त्यहाँ यस्तो हिमाली एरियामा पनि यो चाहिँ स्कुल हो आई गेस। त्यहाँ यसो छिरेको त मान्छेहरू पुरै बच्चाहरू त त्यहीँ त्यत्रो हिमालमा पनि क्रिकेट खेलिरहेको थियो क्या। देख्दाखेरि एकदमै कस्तो क्रिकेट खेल्छ यस्तो रहेछ भन्ने भयो। यो चाहिँ अनि यो चाहिँ सामा गाउँ है। सामा गाउँ चाहिँ अब यो मोनास्ट्री बेस क्याम्प जानुभन्दा अगाडिको लास्ट गाउँ, एकदमै ठुलो गाउँ छ। अब यहाँको एकदमै यो रुटको सबैभन्दा ठुलो गाउँ पनि यही नै होला अनि सबैभन्दा सुन्दर गाउँ पनि सायद यही नै होला। अब यो सामा गाउँमा बस्यो हामी, जो आएर सामा गाउँमा बस्यो। त्यसपछि आज चाहिँ हामी यो माथिको मोनास्ट्री बेस क्याम्पमा उक्लिँदैछौँ। यो सामा गाउँबाट मोनास्ट्री बेस क्याम्प उक्लिन पनि एकदमै टाढा छ। यो 4400 हाइटमा रहेको छ मोनास्ट्री बेस क्याम्प चाहिँ। अनि यो तल ब्याकग्राउन्डमा भएको चाहिँ यो वीरेन्द्र ताल, अनि त्यसको पछाडिको चाहिँ सामा गाउँ हिजो हामी बसेको ठाउँ। अनि यहाँबाट हामी उक्लिँदैछौँ। उक्लिएर अब यहाँ बाटोमा दिदीहरू पनि भेटिनु भएको थियो। उहाँहरूसँग गफ गर्दै हामी चाहिँ माथि बाटोतिर उक्लिँदै गयौँ। उक्लिँदै जाँदा चाहिँ पछि अलि जति माथि अल्टिट्युड बढ्यो त्यति नै सास फेर्न अलिक गाह्रो भइरहेको थियो। यो टक्क हामी चाहिँ एउटा स्पट भेट्यौँ। यहाँ खाजा खान पाउँदो रहेछ। बाटोमा त्यो पालसाल टाँगेर खाजा खाने ठाउँ बनाएको रहेछ। त्यसमा हामी बसेर अलिकति फोटो भिडियोहरू खिच्यौँ। अनि अब यता पनि झर्नाले छोडेन। हिँड्दा फेरि बाटोमा अर्को झर्ना भेटियो। भेट्दा फेरि हिँड्दै अब हामीलाई अलिकति लेट नै भइसकेको थियो। तल वीरेन्द्र ताल फेरि एकदमै जति हेर्न मन लाग्ने निलो ताल छ है। त्यसको ब्याकग्राउन्डमा फेरि सामा गाउँ पनि देखिन्छ। त्यसले गर्दा झनै फुटेज खिच्दिन भन्छु अनि माथि गयो फेरि फुटेज खिच्न मन लाग्छ। फुटेज खिच्दिन भन्छु अनि माथि गयो फेरि फुटेज खिच्न मन लाग्छ। माथिबाट हेर्नुहोस् न कस्तो निलो देखिएको। माथि डाँडा हिमालहरू, बादलहरू अनि हरियालीको बिचमा निलो ताल देख्दा कसलाई मनमोहक हुँदैन र होइन साथीहरू। अनि हिँड्दा चाहिँ बाटोमा हामीले त्यो धेरै टुरिस्टहरूलाई मात्रै भेट्यौँ। नेपालीहरू त कुनै मात्रै थियो। नेपालीहरू मोस्ट अफ द नेपालीहरू चाहिँ अब त्यो एज अ पोर्टर हलभरि जसरी सामान बोक्ने मात्रै हिँडिरहनु भएको थियो भने टुरिस्टहरू चाहिँ अब घुम्न आउने टुरिस्टहरू अनि हिमाल चढ्न आउने टुरिस्टहरू चाहिँ एकदमै धेरै थियो। अब हामी जाने टाइममा पनि अब त्यो सब्मिटको टाइम भइरहेको थियो अनि सबै टुरिस्टहरू टेन्टमा बसिरहनु भएको थियो। अनि त्यहाँ छुट्टै समिटको छुट्टै अब टेन्टहरू हुँदो रहेछ, त्यहाँ चाहिँ उनीहरू बस्नु भएको थियो। अब इभन 14 पिक्सको पनि थियो, इलाइट एक्सपिडिसनको थियो अनि त्यस्तै कति त्यो के भन्छ त्यसलाई अब हिमाल चढ्ने हुन्छ नि कम्पनीहरू, तिनीहरूको छुट्टै थियो। अनि त्यहाँ चाहिँ टेलिस्कोप पनि राखेको रहेछ। टेलिस्कोपबाट हामीले पनि यसो माथि हेरेर चाहिँ टक्क लगाएर माथि हिमाल चढ्दै हुनुहुन्थ्यो टुरिस्टहरू। त्यो टेलिस्कोपबाट फुटेज खिच्छु भनेको एकदमै खिच्न नै गाह्रो भयो। त्यो आँखाले त त्यो मिलाउन अप्ठ्यारो भइरहेको थियो। तर झन् मोबाइलबाट मैले मिलाइदिएको। त्यहाँ देखिने मान्छे कम देखिने मान्छेहरू चाहिँ हिमाल चढ्दै गर्न सब्मिट गर्नु भएको मान्छेहरू हो। यतिको भने मैले खिचेँ भनौँ, नत्र त्यो
टेलिस्कोपबाट खिच्न चाहिँ मोबाइलले खिच्न चाहिँ एकदमै गाह्रो हुँदो रहेछ। आँखाले त बल्ल बल्ल मिलाइ मान्छे खोज्न पर्छ भने चाहिँ आँखाले चाहिँ एकदमै गाह्रो हुँदो रहेछ। त्यो पनि फर्स्ट टाइम देख्न पाइयो यसरी सब्मिट गर्न लाग्यो, त्यो पनि हामी एकदमै लक्की ठान्छौँ। हामीले चाहिँ यो चाहिँ माथि मनस्लु बेस क्याम्पको भ्यू छ, एकदमै दामी। मनस्लु हिमालकै जरामा यत्रो धेरै टेन्टहरू लिएर अनि हामी चाहिँ त्यो त्यहाँ एकदम भोक लागिरहेको थियो, तर फेरि त्यहाँ गएर सामागाउँमा त्यस्तो महँगो छ, यहाँ त झन् लास्टै महँगो छ होला, सबै कुरा तलबाट बोकेर ल्याउन पर्छ भनेर भित्र खाजा खान डराइ भित्र गइरहेको थियो। तर भित्र गएर खाजा खान लागेको त हामी फ्रीमा पाउँदो रहेछ है। त्यसपछि हामी एकदमै त्यहाँभित्र गएर चिया र रोटी खाइयो। खाएपछि बल्ल अलिकति सास आयो, सास आएपछि फेरि बाहिर निस्क्यौँ, हल्का फुटेज खिचौँ अनि चल्दिउँ भनेर यसो बाहिर निस्केर फुटेज खिच्दै थियौँ। अनि अलि लेटेड पनि भइसकेको थियो अनि झराउँदा नि भनेर झर्नु लागेको। माथिबाट यस्तो फेरि तलको वीरेन्द्र ताल यस्तो दामी देखियो, बादलको बिचमा वीरेन्द्र ताल, त्यसमा साथी हिँडिरहेको थियो। मैले माथिबाट एउटा सिनेमाट खिचिदिन्छु भनेर खिचिदिइहालेँ। अनि झर्दा झर्दै अब फेरि चोर जस्तो अनुहार लिएर एउटा फेरि सेल्फी भिडियो खिचिदिउँ न त, मेमोरी त हो भनेर चोर जस्तो अनुहार लगाएर फेरि सेल्फी भिडियो खिचिहालेँ। चोर जस्तो अनुहार त्यही माथि अब मास्क पनि चोर जस्तो लगाएर मैले भिडियो खिचिहालेँ। अनि खिच्दै साथी चाहिँ त्यहाँ थाकेर यसो रेस्ट गरिरहेको थियो। भर्खरै बादल थियो, एकछिनपछि त कुहिरो भइदिइरहेको। अब वेदर त अब यहाँको वेदर पनि एकदम अनएक्सपेक्टेड छ। त्यही माथि मनसुन सिजनमा त भन्नै सकिन्न, भर्खरै बादल लाग्छ, भर्खरै घाम टल्किन्छ, भर्खरै फेरि एकछिनपछि कुहिरो लाग्छ, भर्खरै फेरि वेदर क्लियर हुन्छ। त्यस्तै अनएक्सपेक्टेड हुन्छ, अनप्रेडिक्टेबल। यहाँको वेदर पनि त्यस्तै भइरहेको थियो, एकैछिन कुहिरो लागिरहेको थियो, एकछिनपछि फेरि त्यहाँ हुस्सु लाग्यो। अब फेरि अब त्यो हराएर अहिले फेरि क्लिन भइरहेछ। माथि बादल त हुने नै भयो, मनसुन हो, त्यही माथि हिमाली एरिया। यत्रो ठुलो भारी बोकेर हिँड्नुहुन्छ नेपाली अब शेर्पा दाजुहरू। हामी चाहिँ एउटा झोला मात्रै बोकेर हिँड्न पनि गाह्रो पर्छ। यो वीरेन्द्र ताललाई चाहिँ जति खिचे पनि, जति मोबाइलबाट स्टोरेज फुल होस् तर मन फुल नहुँदो रहेछ भिडियो खिच्दा। किनभने बाटैभरि त्यो उक्लिने बाटैभरिबाट त्यही देखिहाल्छ। अनि त्यस्तो राम्रो देखेपछि खिच्न मन लागिहाल्छ। अनि यो चाहिँ खाजा खाने ठाउँमा चाहिँ यस्तो टोइलेट चाहिँ यसरी बारेको थियो, त्यहाँबाट टक्क उठेर ल सुन्न भन्दै एउटा भिडियो खिचिदिन्छु भनेर खिचिदिइहालेँ। खिचेर खाजासाजा खाएर हामी चाहिँ फेरि अब ओर्लिएर तल गएर जोस् सामान पुग्ने बेला चाहिँ राति नै भइसकेको थियो। अनि त्यो दिन पनि त्यहीँ बस्यो हामी। यो चाहिँ अर्को दिनको फुटेज हो आई गेस। अनि अर्को दिन चाहिँ हामी उठेर अब फेरि उता लर्के पासतिरको लागि निस्क्यौँ। लर्के पासतिर निस्किने बेला टक्क त्यो बाटोमा धेरै फुटेजहरू खिच्यो नि। यहाँ आउन चाहिँ हाम्रो त्यहाँदेखि लगभग 2-3 घन्टै लागेको थियो। यो ठाउँको नाम चाहिँ बरुसियाला हो कि हो, मैले ठाउँको नामहरू चाहिँ 2-3 वर्ष अगाडि भएको भएर बिर्सिसकेँ। अनि त्यो ठाउँमा बसेर खाना खाएर हामी निस्केको है। त्यो फुटेजहरू चाहिँ यहाँ खिचेको छैन। अनि त्यहाँबाट जाने बेला बाटोमा चाहिँ याकहरू देखियो। याकहरू देख्यो भने चाहिँ फेरि फुटेज खिच्न मन लागिहाल्छ। याकहरू देखेपछि फुटेज खिचियो। अनि लर्के बजार हुँदै हामी निस्क्यौँ लर्के पासको लागि। लर्के पास हुँदा अगाडि चाहिँ धर्मशाला छ, धर्मशालामा बसेर त्यहाँबाट फेरि बिहान उठेर जानुपर्छ लर्के पास जानलाई। अनि हामी अहिले धर्मशालाको लागि निस्किरहेको छौँ। यो चाहिँ अहिले हामी भएको गाउँ त्यो भइहाल्यो। त्यहाँ एकछिन बसेर खाना खाएर हामी निस्केको। अनि निस्किँदा एकदमै सिनहरू त यति राम्रो थियो कि माथि हिमाल छ, तल हरियाली जङ्गलहरू, त्यो जता हेऱ्यो हरियाली, त्यही माथि बादलभित्र हिमाल देखिने, सानो गाउँ देखिने। अब बिच बाजुमा यसरी खोला नालाहरू पनि देखिने, यस्तो मनमोहक दृश्य थियो कि अब फुटेज खिच्नै मन लाग्ने। ब्याट्री पनि थिएन, ब्याट्री लगाइसक्यो, स्टोरेज फुल हुन लागिसक्यो, तर मन फुल नहुँदो रहेछ हिमालतिर जाँदा चाहिँ। त्यही भएर हामी खिचे भइरहेको थियौँ। अनि त्यही भिडियो फोटो खिच्ने टाइममा खिच्दा हाम्रो टाइम लागेर हाम्रो चाहिँ अलिकति ढिलो नै हिँडिरहेको थियौँ हामी अरूको कम्पेरिजन भन्दा पनि अरू त त्यस्तो नेपाल टुरिस्टहरू त्यस्तो हाम्रो बाटोमा खासै कोही भेटेनौँ। अब यो चाहिँ डाइरेक्ट धर्मशाला बसेर भोलिपल्ट लर्के पास उक्लिने बेलाको फुटेज हो है। यो चाहिँ बिहान कति लगभग 5-6 बजेतिरको फुटेज होला। हिमालीतिर चाहिँ अब छिटै नै बिहान भइसकेको थियो। अनि यो
लड्के पास जाने बिच बाटोमा चाहिँ एउटा ताल रहेछ, त्यो तालमा फोटो फेरि ताल देखेर फेरि फुटेज खिचिहाल्यो। फेरि चौरस्ता लिएर अब एकछिनमा यहाँ त के बोलेर हिँड्दा थियो, तर त्यो बोलेको चाहिँ मतलबै भएन। यसो हामी पनि ब्लग गरिदिउँ, कन्टेन्ट क्रिएटर बनिदिउँ, ट्राभल क्रिएटर बनिदिउँ भनेर टक्क बोलेर भिडियो खिचिरहेको थिएँ, तर त्यो मैले सोसियल मिडियामा पोस्ट गर्नै सकिनँ। आफूलाई लाज लाग्छ, आफ्नो भोइस सुन्दा आफूलाई लाज लाग्छ, त्यही भएर पोस्ट गर्न सकिनँ। यो चाहिँ अघि मैले भनेको ताल भइहाल्यो, बिच बाटोमै छ ताल। जस धर्मशालाबाट लड्के पास जाने बेला चाहिँ बल्ल मान्छे हामीले बाटोमा टन्न मान्छेहरू धर्मशालामा बसेको टन्न टुरिस्टहरू, नेपाली त थिएन, टुरिस्टहरू चाहिँ बस्नुभएको थियो। अनि उनीहरू सँगसँगै निस्केको, तर हामी चाहिँ अलिक छिटो हिँड्यौँ, उनीहरूलाई भन्दा पछि छाडेर हामी अघि आयौँ। त्यसपछि हामी बाटोमा जाने बेला टक्क सनराइज भइरहेको थियो। सनराइजको यो चाहिँ टाइम ल्याप्स खिच्छु भनेको अलिकति स्टोरेजले पनि साथ दिएन, अनि सनराइज खिचेपछि फेरि हामी बाटोतिर लाग्यौँ। अनि फेरि आयो चौरस्तामा लिएर, फेरि पनि म ट्राभल क्रिएटर बन्छु है भन्ने जोस जागर साथ खिचेको थियो। तर के गर्नु, अब आफ्नो भोइस आफ्नो कन्टेन्ट देखेर सोसियल मिडिया पोस्ट गर्न सकिएन। यो चाहिँ अब लगभग हामी लड्के पास पुग्ने टाइम निलातिरको त्यो धर्मशालाबाट अरू त 3-4 बजे नै उठेर हिँड्दो रहेछ, हामी चाहिँ लगभग 5 बजेतिर उठेर हिँडेको थियो। तर अरूभन्दा हामी छिटो हिँड्यौँ, टुरिस्टहरूभन्दा त हामी अभियसली नेपाली अलिक छिटो नै हिँड्ने भयौँ। उनीहरूभन्दा अलिक छिटो हिँडेर उनीहरूलाई उछिनेर हामी चाहिँ सबसे अघि आइरहेको थियौँ। अनि यो मैले लट्ठीले देखाएको चाहिँ सायद त्यो लड्के पास चाहिँ यहाँनिर छ होला है भनेर गेस गरेर मैले लट्ठीले देखाएको थिएँ, नभन्दा त्यहीँनिर रहेछ लड्के पास चाहिँ। लड्के पास चाहिँ अब कस्तो भने गोर्खा जिल्लाबाट कटेर मनाङ जिल्ला निस्किने टक्क बिचको पास भएर भएको ठाउँ हो, त्यो चाहिँ लड्के पास हो। अनि यहाँ फेरि लड्के पास पुग्नुभन्दा अलि अगाडि फेरि अर्को एउटा ताल रहेछ, त्यहाँ गएर टक्क सिनेमेटिक भिडियो खिच्छु। यो त कसो भएर नहोला र स्टेबल टाइपको खिच्छु भनेर गएँ। उहाँ गएर यसो फुटेज खिचेँ। अब त्यो साथी चाहिँ अलिक पछि आइरहेको थियो, मैले यो यतिकै स्टिकमा राखेर एउटा स्टेबल भिडियो खिच्छु है त। अनि यो त भाइरल जान्छ कि एउटा स्टेबल टाइपको भन्ने सोचेर खिचेको, टिकटकमा हालेको, 100 लाइक पनि आएन। त्यसपछि निराश भएको। यस्तो दामी ठाउँमा गएर खिच्यो हाल्यो, अब 100 लाइक्स पनि आउँदैन। 100 लाइक्स त टाढाको कुरा, कहिले काहीँ 200 भ्युज पनि आउँदैन। तर आप्छ साथीहरू। अब घाम परिरहेको थियो, घाम परेपछि नि के गर्नु त, अब फुटेज भिडियोको लागि भए पनि अब एकछिन भए पनि सहेर खिचेँ। तर अलिकति लामो नै खिचेरहेको छु मैले। अनि स्टेबल भिडियो खिच्नलाई चाहिँ मैले एउटा सेल्फी स्टिक पनि लिएर गएको थिएँ, त्यो सेल्फी स्टिकबाट खिचेको भिडियो यो चाहिँ। अनि आएँ, त्यो फुटेज अफ गरेँ। जुत्ता त यस्तो ध्वस्त भइसकेको छ मेरो त, यस्तो हातै देख्यो। अनि लड्के पासको पनि मैले यो होरिजेन्टलमा खिचेन छु भिडियोजहरू, त्यस भएर अर्को फुल भिडियोहरूलाई चाहिँ मेरो च्यानलमा गएर मनस्लुको हेर्नुहोस्, त्यहाँ चाहिँ सबै देख्न सक्नुहुन्छ। यो चाहिँ मैले यत्तिकै ऱ्यान्डमली बनाएको र फुटेजहरू सहितको अब र ब्लग बनाउन खोजेँ हो, त्यही भएर चाहिँ अब त्यो फुटेजहरू धेरै छैन। यो चाहिँ अब धर्मशालाबाट माथि लड्के पास हुँदै लड्के पासबाट नि माथि गएर तल त्यो एउटा धारापानी के समथिङ के गाउँ छ लड्के पासबाट गएर त्यो गाउँ कटिसकेपछिको फुटेजहरू हो यिनीहरू चाहिँ। अब हामी यहाँ खर्क भन्ने ठाउँमा बस्नको लागि जाँदै त्यहाँ बस्ने भनेर त्यहाँबाट पनि ओर्लियो, धर्मशालामा पनि बसेनौँ। तर ओर्लिँदा चाहिँ अलिकति रात परिसकेको थियो। रात परेर हामी एकछिन हराइन्छ कि भनेर लास्टै डर लागेको थियो, तर लकिली सेफली पुग्यो। अनि यो चाहिँ त्यो यहाँ खर्क बसेपछि भोलिपल्टको फुटेज हो। अब यहाँबाट हामी चाहिँ तल गाडी पाउने ठाउँ जगत हो क्या आई गेस, मनाङको जगत भन्ने ठाउँमा, जगत होइन ठाउँको नामै बिर्सिएँ मैले। त्यहाँ चाहिँ हामी झर्नलाई हिँड्दैछौँ, त्यहाँबाट बल्ल गाडी पाउँछ। अब हामी चाहिँ मनाङ जिल्लामा प्रवेश गरिसकेका छौँ। अघि नै हामी गोर्खा जिल्लामा थियौँ भने गोर्खा जिल्ला कटेर लड्के पास कटेपछि हामी मनाङ जिल्लामा प्रवेश गरिसकेका छौँ। जङ्गलको बाटो हुँदै खोलाको किनार खल्ला खोला कराईको आवाज सुन्दै हामी आएर टक्क मनाङ पनि यति सुन्दर छ। मनाङ मुस्ताङहरू यिनीहरू त झन् हिमाल पारीको जिल्ला भइहाल्यो, यत्तिकै सुन्दर हुने भइहाल्यो। मनाङको तलको गाउँहरू पनि एकदमै सुन्दर थियो। अब यो गाउँ पनि मनाङमै पर्यो,
त्यही अब स्याउको पनि बुट्टाहरू पनि डल्लो थियो। अब अलिकति हामी बेसीमा झरिसकेका छौँ। माथि हामी 5100 लगभग 5100 5006 हो कि 5000 कति मिटरसम्म पुगेर आएका थियौँ लड्के पास। अब यो चाहिँ अब 2-3000 मिटर्समा तल हामी झरिसकेका छौँ। अब यता मनाङमा पनि अब यो त झर्ना त केही नै कमी हुन्थ्यो र अब गाडी चढेर हामी यो चाहिँ च्याम्चे आइपुग्यो है। च्याम्चेको डोङ वाटरफलमा आइपुग्यो। यो चाहिँ सोसियल मिडियामा अलिकति भाइरलै छ। उता अक्टोपस वाटरफलको चाहिँ अब गाडीबाट खिच्न अलिक भएन, गाडीवालाले रोकेन, त्यही भएर खिच्न भएन। यहाँ चाहिँ खाना खान भनेर रोकेको बेला चाहिँ हामीले यो च्याम्चेमा रहेको डोङ वाटरफललाई यसरी डोङ होइन बोङ है सरी यसरी फुटेज खिच्यौँ एकछिन। अनि त्यही यो पनि त्यत्तिकै राम्रो छ कि अब हेर्नु न कस्तो राम्रो मजाको मिलेको झर्ना छ। जति खिच्दा पनि किचन लाइन टाइपको झर्ना छ, त्यो खिच्यौँ हामीले एकछिन। त्यसपछि हाम्रो ब्लग यहीँ सकिन्छ। हस्त नमस्ते। अब फेरि पनि अर्को ब्लगहरू पनि यस्तै ऱ्यान्डमली म एउटा ब्लगहरू हाल्छु। कृपया सपोर्ट गरिदिनु होला। धन्यवाद।